साथीहरु तपाईलाई पनि फेसबुक चलाउँदै गर्दा आउने विभिन्न भिडियोहरु डाउनलोड गरेर अफलाइन डाउनलोड गरेर आफ्नो फोनमा राख्नु मन छ भने चाहिँ यसले चाहिँ युट्युबमा युट्युबको फेसबुकको र जुन कुनै पनि डिजिटल प्लेटफर्मको भिडियोलाई चाहिँ सजिलैसँग एक क्लिकमा डाउनलोड गर्न सक्छ। आज म चाहिँ यो यस्तो भिडियो डाउनलोडरको बारेमा तपाईहरु समक्ष जानकारी लिएर आएको छु। यसको लागि तपाईहरुलाई यो ब्ल्याक होल भन्ने एप्लिकेसन चाहिन्छ। यो प्ले स्टोरमा पनि अवेलेबल छ। सिम्पली तपाईहरुले प्ले स्टोरमा गएर यो ब्ल्याक होल भन्ने एप्लिकेसनलाई डाउनलोड गर्न सक्नुहुन्छ सर्च गरेर है। यो ब्ल्याक होप भएछ, ब्ल्याक होल भनेर यो एप्लिकेसनको नाम यो हो। FAW फवाज एप भनेर छ यो कम्पनीले राखेको। यो हेर्नु होला, आइकन राम्रोसँग हेर्नु होला। यो ब्ल्याक होल भन्ने एप्लिकेसन तपाईले सुरुमा डाउनलोड गर्नुपर्ने हुन्छ। मेरोमा अलरेडी डाउनलोडेड छ, इन्स्टल छ। अब सिम्पली तपाईहरुले अब जस्तै फेसबुकहरु चलाउँदाखेरि चाहिँ विभिन्न भिडियोहरु आउने गर्छन्। यहाँ फेसबुकको भिडियो फिडमै जाउँ। अब यहाँ मध्ये कुनै पनि भिडियो तपाईलाई डाउनलोड गर्नु मन लाग्यो भने चाहिँ सपोज एउटा भिडियो डाउनलोड गरी देखाउँछु म तपाईहरुलाई। ल यही भिडियोलाई डाउनलोड गर्नु पर्यो भने एकदमै सजिलो छ। यसमा जस्ट तपाईहरुले यो तलपट्टि रहेको ट्रिपल डटमा क्लिक गर्नुस्, टच गर्नुस्। त्यसपछि चाहिँ तपाईहरुलाई यहाँ एउटा कपी लिंक भन्ने अप्सन देख्नुहुन्छ। तपाईले यो कपी लिंक भन्ने जस्ट क्लिक गर्नुस्, तपाईको लिंक कपी भयो र यो भिडियो डाउनलोडर एपलाई जस्ट तपाईको लिंक मात्रै चाहिन्छ। अब सिम्पली गएर यसमा एडहरु चाहिँ आउँछ। तपाईहरुले एडलाई चाहिँ एकछिन वेट गरेर क्लोज गर्नुपर्ने हुन्छ। ब्ल्याक होल भन्ने एप्लिकेसनमा मैले क्लिक गरे। अब के गर्नुपर्छ, जस्ट टच गरिदिनुस् यसमा। प्लिज वेट भनेको छ यहाँ। अब यो एड आयो है। यो एड आएको भए पनि तपाईको यो ब्याकग्राउन्डमा चाहिँ डाउनलोड गरिरहेको हुन्छ। यो एड चाहिँ केही समय चाहिँ यसलाई स्किप गर्न मिल्दैन। यो एडलाई चाहिँ अब स्किप गर्नलाई यहाँ टच गरे मैले। अब यसले एकछिन अझै के देखाउनु पर्ने हो देखाउँछ र केही समयपछि चाहिँ यस्तै यसमा जानुस्। यहाँ गइसकेपछि अब यो यसमा रिडाइरेक्ट गर्छ। फेरि ब्याक गर्नुस्, तपाईले नट इन्ट्रेस्टेड गरिदिनुस्। अब यहाँ चाहिँ क्लोज बटन आयो। ल डाउनलोड कम्प्लिट भइसक्यो। हेर्नु, जस्ट वन क्लिकमा यसले चाहिँ डाउनलोड गरिदिन्छ। अब त्यो भिडियो मैले अफलाइन पनि तपाईहरुलाई देखाउँछु। जस्तै ग्यालरी भन्ने एपमा म गए भने ग्यालरी भन्ने एपमा अब फर्स्टमै त्यो भिडियो आएर बसेको छ। भर्खरै मैले डाउनलोड गरेको छैन त, एकदमै इजी। पहिला हामीले युट्युब भिडियोहरु, फेसबुकको भिडियोहरु डाउनलोड गर्नको लागि चाहिँ विभिन्न प्रकारका UI तपाईको इन्टरफेस चाहिँ अलिकति टिडिएस खालको भएका एप्लिकेसनहरु युज गर्थ्यौं भने यो ब्ल्याक होल भन्ने एप्लिकेसन चाहिँ एकदमै राम्रो लाग्यो मलाई। ल हेर्नुस्, त्यो भिडियो चाहिँ डाउनलोड भइसक्यो। अब यो कसको लागि उपयोगी हुन्छ त भन्दाखेरि तपाई कन्टेन्ट क्रिएटर हुनुहुन्छ हैन, तपाईले विभिन्न अलरेडी युट्युबमा अपलोड भएका, फेसबुकमा अपलोड भएका क्लिपहरुलाई डाउनलोड गरेर त्यसलाई मर्ज गरेर आफ्नै कन्टेन्ट बनाउनुहुन्छ भने पनि यो भिडियोहरु डाउनलोड गर्नको लागि एप्लिकेसन चाहिँ एकदमै राम्रो छ साथीहरु। यसलाई ट्राई गर्नु होला है त।